बाइकै पल्ट्यो गाइज हावा ल्याएर एउटा फोटो हेर्नु भनेको यसरी अट्नाउनु पर्छ आफूलाई बोल्न मन लाग्यो बोल्न पर्छ म मलाई बोल्न मन लाग्यो बोल्नु न ए मोबाइलको इयरफोन र महिलालाई जति मिलायो नि गाठो पर्छ हो र आन्टी आउने पनि जति मिलाएर बस्यो नि एक न एक घाटो घाटो पर्न बस्छ नि क्या ए रम्दै हुँदो रहेछ ये बुढोमा ये फाइनली गाइस ल ठिक छ हावा दाना ला सो वेलकम ब्याक टु न्यू एपिसोड अफ मारुई भ्लग सो फाइनली अहिले चाहिँ हामीले जमसममा छौँ र हामी बाहिर हेर्न सक्नुहुन्छ हिजो पनि देखाएको थिएँ आज चाँडै उठेर प्लेन उडाएको हेर्ने भनेको उठ्न पाइएन सो यु क्यान सी बाहिरको भ्यू वा हिजो पनि हेर्नुभएको थियो तपाईँहरूले तिमी हेऱ्यौ कसम कतिवटा प्लेन आफूलाई भन हो र गहन नि कति जानेको हेर्दै हिमाल त्यहीँ छ है यहाँबाट हावा छिरेर बाइक कुरे जस्तो गरेर बिहानपुरीबाट सो गाइस त्यही नै हो ल्याबी र दुइटा चाहिँ आज जो मुक्तिनाथतर्फ जान्छन् हामी चाहिँ अप्पर मुस्ताङतर्फ जानुपर्ने हुन्छ सो हाम्रो राइड चाहिँ जमसमबाट स्टार्ट हुनेवाला छ र हाम्रो आजको राइड पनि एकदम बवाल हुनेवाला छ बुढा अप्पर मुस्ताङ पुगिहालिँदैन 2 घन्टा 3 घन्टा पुगिन्छ अप्पर मुस्ताङ सुरु र गयो भने त अब हामी चाहिँ भिस्टमलाई लगाएर भुइँ पार्दै हाम्रो यो भिस्टमको चेक गरौँ न एल्टिट्युडमा पनि कति पिकअप दिन्छ तल त दिन्छ जित्दा अनेस्ट रिभ्यू दिनेवाला छु आज चाहिँ गाइस हो त्यही भएर मैले भन्छु भिस्टमको लागि चाहिँ टेस्ट राइड गर्नु हामीले भनेको नपत्याउनु गाइस हामीले त उडाइन्छ हाम्रो त हामीले त अर्कै तरिकाले चलाइन्छ अरे हामीलाई अर्कै फिल हुन्छ तपाईँहरू चाहिँ आफै सोरुम गएर सुजुकीको सोरुम गएर भिस्टम टेस्ट राइड गर्नुभयो भने चाहिँ तपाईँ आफैलाई फिल हुन्छ मैले हिजो पनि बारम्बार भनिरहेको छु कि तपाईँहरूले एक राइड त्यो सरक्क त्यो काठमाडौँमा एक राउन्ड हान्ने होइन क्या अन्डर तपाईँले हानेर रन्का हानेर आफैले बिच फिल लिनु पऱ्यो क्या 1-आधी घन्टा जस्तो चलाएर कतै पाइएन भने साथीको बाइक चलाए पनि तपाईँले फिल लिनु पऱ्यो क्या त्यो फिल लिएपछि तपाईँ आफैलाई विचार गरेर आफैले किन्ने है सो त्यो भएको कारणले चाहिँ अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ सामानहरू लाइन आएन चार्ज नि त्यति छैन दिमाग खराब भयो सुजुकीमा चार्ज गर्ने ठाउँ छ दुइटै त्यहाँ गाडीमा चार्ज बाइकमा चार्ज गर्नुपर्छ अहिले त्यो बाँधेर के गरेर हुन्छ सो आज चाहिँ हावा यस्तो रन्का हानिरहेको छ जमसममा त यो जमसममा पानी नपर्नुको कारण चाहिँ के हो दुईवटा डाँडा यस्तो छ यो भीको बिचमा चाहिँ बादल आउँदा बित्तिकै हावाले लहरिहाल्छ परिहाल्यो हावा नलाउनुसम्म पर्यो न त हावा हुर आउँछ नि त अनि हावा लहरिहाल्छ त्यही भएर यतातिर माथि पानी नपर्नुको कारण चाहिँ त्यो हो कि अनि हावाले सबै बादल तलतिर